त्यसैगरी नेपाल नगरपालिका सङ्घ कोशी प्रदेशका अध्यक्ष श्री डिपी राईज्यूलाई आसन ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहण गर्ने क्रमलाई पुनः जोड्न चाहन्छु। गाउँपालिका राष्ट्रिय महासङ्घ कोशी प्रदेशका अध्यक्ष अयुब अन्सारीज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी लालीगुराँस नगरपालिका, म्याङलुङ नगरपालिका, धर्मदेवी नगरपालिका, महालक्ष्मी नगरपालिका, धनकुटा चैनपुर नगरपालिका, मादी नगरपालिका, पाखरीवास नगरपालिका नगर प्रमुखज्यूहरू, तेर्थुम सङ्खुसभा धनकुटाका जिल्ला समन्वय समितिका उपप्रमुखज्यूहरू, त्यसैगरी छथर गाउँपालिका, फेदा गाउँपालिका, आठराई गाउँपालिका, मेन्थ्याम गाउँपालिका, छथर जोरपाटी, साँगुरीगढी गाउँपालिका, शहीद भूमि फाले लुङ गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षज्यूहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहण गर्ने क्रममा प्रदेश सरकारका सचिवज्यूहरूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेपाली सेनाका पूर्वी पृतना हेडक्वार्टरका पृतनापति श्री पवन घिमिरेज्यूलाई अतिथि आसन ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल प्रहरी कोशी प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक श्री राजन अधिकारीज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक श्री शम्भु सुवेदीज्यूलाई अतिथि आसन ग्रहणको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहण गर्ने क्रममा राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेशका प्रमुख अनुसन्धान निर्देशक श्री इन्द्रसिंह लामाज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी तेर्थुम सङ्खुसभा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरूलाई म अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाली सेना 2 नम्बर बाहिनीका बाहिनीपतिज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीज्यूलाई कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण दर्शक महानुभावबाट जोरदार तालीले कार्यक्रममा हाम्रो आजको यस कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री माननीय प्रकाश मान सिंहज्यूको पनि गरिमामय उपस्थित रहेको छ। उहाँलाई आजको यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी हामीमा आज यस कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर साईज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी कोशी प्रदेशका सभामुख माननीय अमर बहादुर विष्टज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी प्रतिनिधि सभा सदस्य माननीय सीता गुरुङज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी प्रतिनिधि सभा सदस्य माननीय हर्कमाया विश्वकर्माज्यूको पनि गरिमामय उपस्थित रहेको छ। यहाँलाई पनि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैगरी प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र राईज्यूको पनि उपस्थित रहेको छ, गरिमामय उपस्थित रहेको छ। यहाँलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। प्रतिनिधि सभाका सदस्य माननीय एलपी साम्बा लिम्बुज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री राम बहादुर मगरज्यूको पनि गरिमामय उपस्थित रहेछ। यहाँलाई पनि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। भौतिक पूर्वाधार तथा विकास तथा स्वास्थ्य मन्त्रालय मन्त्री माननीय भूपेन्द्र राईज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आन्तरिक मामिला मन्त्रालयका माननीय मन्त्री रेवती रमण भण्डारीज्यूको पनि गरिमामय उपस्थित रहेको छ। म यहाँलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी हामीमा आज कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री माननीय एकराज कार्कीज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी उद्योग कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री खगेन सिंह हाङगामज्यूलाई पनि
अतिथि आसन गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री माननीय सदानन्द मण्डलज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी कोशी प्रदेशका उपसभामुख सृजना दनवारज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी मुख्यमन्त्री तथा मन्त्री परिषदका राज्य मन्त्री माननीय सृजना राईलाई पनि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमि प्रसाद राजवंशीज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कोशी प्रदेश सभामा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता पूर्व मुख्यमन्त्री माननीय उद्धव थापाज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता माननीय इन्द्र आङ्गोज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा कोशी प्रदेश सभामा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पूर्व मुख्यमन्त्री माननीय राजेन्द्र कुमार रायज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। छिमेकी राष्ट्र भारतबाट बिहार झन्झारपुरका लोकसभा संसद सदस्य माननीय रामप्रीत मण्डलज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म स्टेजमा आमन्त्रण गर्दछु। पड़ोसी मुल्क भारत से आए हुए लोकसभा सदस्य माननीय रामप्रीत मंडल सर को भी हम मंच पे आमंत्रित करते हैं। त्यस्तै गरी कोशी प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता माननीय भक्ति प्रसाद सिटौलाज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। र मञ्चमा उपस्थित सम्पूर्ण महानुभावहरू मञ्च खाली गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँहरू यथास्थानमा रहेर समाचार सम्प्रेषण गरिदिनु होला। त्यसै गरी उपस्थित जो हुनुहुन्छ मञ्चको अगाडिपट्टि बस्दिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र सम्पूर्ण मिडियाकर्मी ज्यूहरूलाई यी तलबाट समाचार सम्प्रेषण तथा गरिदिनका लागि हामी हार्दिक अनुरोध गर्दछौँ। यहाँको हातमा भएको 55 वर्षको झन्डा सँगसँगै नेपालको राष्ट्रिय झन्डा यहाँले हातमा फफराएर हामीलाई साथमा साथ धानी ढाकाको राजधानी तिनजुरेमा देशभरिका धेरै पर्यटकहरू धेरै हामीले मान्ने गुन्ने व्यक्तित्वहरू आउनुभएको छ। एकदमै खुसीको क्षण खुसीको अवसर हो यो हाम्रो निमित्त। र यतिखेर दीप प्रज्वलनको कार्यक्रम भइरहेको यहाँलाई म जानकारी गराउन चाहन्छु। भाषणको कार्यक्रम रहेको छ र बटुकहरूलाई पनि तयारी अवस्थामा रहिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। आसमान सिंहज्यूले दीप प्रज्वलन गरिरहनु भएको छ यति बेला र यस पश्चात बटुकहरूबाट स्वस्ति वाचन हुने पनि यहाँहरू समक्ष जानकारी गराउँदछौँ। लागि पनि हामी यहाँहरू समक्ष हार्दिक निवेदन गर्दछौँ। भद्रं पश्येम चतराः स्थिरैराङ्गैर्टुष्टुवागोंसस्तानो वीर्भ्यसेमहि देवहितं ज्यादायुः द्योः शान्तिरन्तरिक्षागो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगादयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगो शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि जतो जतः समीहसे ततो नो अभयं कुरु सन्नः कुरु प्रजाभ्यो भयान्नः पशुभ्यः गणाणां त्वा गणपतिगुं हवामहे प्रियाणां त्वा प्रियपतिगुं हवामहे निधि
भर्गो हवामहे वसो मम आहमजाने गर्भधामा त्वमजासि गर्भधाम अम्बे अम्बिकें बालिके नमानयति कसन सशस्तस्वकः सुभद्रिकां काम्पीलवासिनीम् सहस्रशिरेखा पुरुषः सहस्राक्ष्यः सहस्रपातः स भूमिगो सर्वतः प्रेत्वा त्यतिष्ठदसाङ्गुलाम् पुरुष एवेदगो सर्वां जगद्भूतं यच्च भाभ्याम् उतामृतत्वसे सा नो जदन्नेन तिरोहति एतावान्तस्य महिमा तु जायां सपुरुषः पादोस्य विश्वभूतानि त्रिपादस्यामृतान् देवे त्रिपादोर्ध्वा उदयेत् पुरुषः पादोस्येह भवत पुनः ततो विकवां व्यकरामत शासन न सने अभिततो विराडज यत विराजो अधिपुरुषः स जातो अत्यरिच्य तपस्सत् भूमिमथो पुरः स्मादन्यत् सर्वभूतानां साम्भेता